अघि नै भनिसकेँ नि यदि कसैलाई चित्त दुख्छ भनेपछि उहाँहरूले एक्सन लिन सक्नुहुन्छ नि पहिला पहिला चाहिँ उहाँले विश्वास गर्नुहुन्थ्यो जति बेला चाहिँ अब म काम गर्दैन थिएँ इन्डस्ट्रीमा कतिपय चिजहरू त आफैले आफैलाई सम्हाल्न नसकेर पनि त कुनै बेला मन बेसरी अब भकानो फुटिरहेको हुन्छ कसलाई भन्ने कुरा पनि हुन्छ त्यति बेला चाहिँ अब घर परिवार अनि त्यसपछि गाउँतिरको साथीहरूको चाहिँ कस्तो खालको रेस्पोन्स आउँछ तपाईँलाई कतिको डर लाग्छ अरूलाई अब अहिले रोस्ट गर्दै गर्दा अब पछिल्लो समय मुद्दाको पनि कुराहरू एकदमै धेरै उठिरहेका छन् त्यो भएको भएर कतिको सेन्सिटिभ भएर गर्नुपर्छ भन्ने चाहिँ आउँछ कि आउँदैन अब अहिले चाहिँ ठ्याक्कै उहाँहरूको क्यारेक्टरको बारेमा जज गर्दै गर्दा अब जति पनि गेस्टहरू बोलाउनुहुन्छ रोस्ट त गर्नै पर्यो कतिको डर लाग्छ रोस्टदेखि चाहिँ अहिले पछिल्लो समय कविजीसँग काम गर्दै गर्दा कस्तो महसुस गर्नुहुन्छ तपाईँ चाहिँ कविजी एकदम सपोर्टिङ हुनुहुन्छ हार्डवर्किङ हुनुहुन्छ एकदम ट्यालेन्ट हुनुहुन्छ उहाँसँग काम गर्दै गर्दाखेरि अब एकदम नयाँ प्रोडक्ट निकाल्नको लागि चाहिँ एकदम सजिलो हुन्छ जस्तो लाग्छ होइन सहयोग गर्नुहुन्छ सपोर्टिङ हुनुहुन्छ मलाई एकदम खुसी लाग्यो उहाँसँग काम गर्दा ओके अब कविजीलाई सोध्न चाहन्छु पछिल्लो समय म्युजिक भिडियो त मजाले आइरहेको छ होइन अब तपाईँको कमेडीतिर पनि असाध्यै राम्रो छ कमेन्टहरू असाध्यै मिठो मिठो छन् अहिले पछिल्लो समय अब जति पनि गेस्टहरू बोलाउनुहुन्छ रोस्ट त गर्नै पर्यो कतिको डर लाग्छ रोस्टदेखि चाहिँ अहिले पछिल्लो समय सुरुमा चाहिँ के अरे त्यो डाइरेक्टली सुन्दाखेरि चाहिँ अरूको बारेमा भन्दाखेरि चाहिँ बिचरा मन दुखाउने होला आफ्नो पनि मन दुख्ने होला अनि किन चाहिँ यस्तो भन्छन् भन्ने अरूले भन्दाखेरि चाहिँ किन भन्छन् जस्तो लाग्छ अनि जब आफै नै भन्न थालियो नि त्यसपछि चाहिँ खासै ठुलो कुरा होइन जस्तो लाग्न थाल्छ कि अहिले चाहिँ होइन यो चाहिँ सिम्पल कुरा नै हो जस्तो लाग्छ त्यही भएर जे आउँछ मजाले पचाउँछ टाइपको भइसक्यो अहिले चाहिँ कतिको डर लाग्छ अरूलाई अब अहिले रोस्ट गर्दै गर्दा अब पछिल्लो समय मुद्दाको पनि कुराहरू एकदमै धेरै उठिरहेका छन् त्यो भएको भएर कतिको सेन्सिटिभ भएर गर्नुपर्छ भन्ने चाहिँ आउँछ कि आउँदैन अब अहिले चाहिँ ठ्याक्कै उहाँहरूको क्यारेक्टरको बारेमा जज गर्दै गर्दा के भन्ने होला भनेर भन्दै गर्दाखेरि चाहिँ कतिको त्यो कुराहरूलाई चाहिँ सोच्न बाध्य हुनुभएको छ अहिले पछिल्लो समय यस्तो हो अब हामीहरूले चाहिँ कमेडी दरबारमा जति पनि रोस्टहरू हुन्छ गेस्टलाई अब उहाँको बारेमा थाहा पाएरै गरेको हुन्छ जस्तो लाग्छ मलाई चाहिँ किनकि अब कसैको बारेमा थाहा नभइकन त उनीहरूले गर्दैन अनि त्यो भएकै कुराहरू गरिरहनुहुन्छ अब कतिपय कुराहरू सेन्सिटिभ पनि हुन्छ गर्नु पनि हुँदैन कसैको चित्त दुखाएर कमेडी गर्नु भनेको चाहिँ नराम्रो कुरा नै हो अब उहाँको चित्त दुखेको छ भनेको चाहिँ अभियसली अब मेरो कुनै कुरामा मेरो चित्त दुख्छ भनेपछि म पनि त मिडियालाई भनिरहेको हुन्छ यो कुरा नगर्नु यो कुरा नहाल्नु भनेर भन्छु अब ठिकै हो कसैलाई कुनै कुरा सबैलाई सबै कुरा मनपर्छ भन्ने पनि छैन नि अब नेपालमा कति धेरै मुभीहरू रिलिज हुन्छ सबै मुभी मनपर्छ भन्ने पनि हुँदैन कति धेरै म्युजिक भिडियो रिलिज हुन्छ सबै म्युजिक भिडियो हिट हुन्छ भन्ने पनि हुँदैन सो त्यही भएर म त्यही हिसाबले नै लिइरहेको हुन्छु कुनै बेला कन्ट्रोभर्सीमा परिन्छ कि भन्ने कुराको डर चाहिँ कतिको छ तपाईँलाई त्यो डर हुँदै पनि परिरहेको हुन्छु म चाहिँ देखिरहेको हुन्छ म चाहिँ इन्डस्ट्रीमा आएकोदेखि नै म कन्ट्रोभर्सीमै छु जस्तो लाग्छ मलाई चाहिँ जति बेला पनि मेरो सानो कुराको पनि कन्ट्रोलै भइरहेको हुन्छ अनि कन्ट्रोभर्सी नै आइरहेको हुन्छ कहिले अनुहारदेखि लिएर कहिले बोल्ने शैलीदेखि लिएर कहिले बोयफ्रेन्डको कुरा लिएर कहिले के लिएर आइरहेको हुन्छ मेरो चाहिँ कुनै बेला त विवाह भइसक्यो अरे भनेर पनि फोटोहरू त्यस्ता फेक फोटोहरू पनि बनेको थिए मेरो धेरै मैले भने नि त जबदेखि म इन्डस्ट्रीमा आएँ होइन म इन्डस्ट्रीमा नआउने बेलासम्म केही पनि थिएन जब मैले काम गर्न सुरु गरेँ जब त्यति बेलादेखि हुन त यो फिल्डै त्यस्तै होला जस्तो पनि लाग्छ किनकि सबै कुराहरू भएको नभएको कुराहरू सबै आइरहेको हुन्छन् होइन त्यही भएर आजभोलि चाहिँ खासै त्यो ठुलो कुरा हो जस्तो लाग्दैन कि मलाई तपाईँ कन्ट्रोभर्सी क्विन भन्दा फरक नपर्ला होइन दर्शकहरूको नजरमा मलाई थाहा छैन त्यसुकै भन्नु दर्शकहरूले अब अहिले पचाउन सकिन्छ है जे भन्दा पनि पचाउनै पऱ्यो नि त किनकि अब यही फिल्डमा काम गरिरहेको छु फेरि अब उनीहरूलाई उहाँहरूले मन राम्रो कुरामा मन पराइदिनुहुन्छ नराम्रो कुरामा हेट पनि गर्नुहुन्छ अब उहाँलाई गाली गरेर के उहाँलाई गाली गर्न त सकिँदैन नि त सबैले एकजनालाई त त्यो पर्सनल आएर भन्दाखेरि चाहिँ दुःख लाग्छ है फेरि अब त्यो कमेन्ट गर्ने मान्छेलाई कतिलाई म्यासेज गर्नु त्यही भएर म छोडिदिन्छु जुन ठाउँमा जस्तो छ त्यस्तै छोडिदिन्छु ओके सबैभन्दा बढी चित्त दुखाइको पाटो चाहिँ केमा भनेको थियो अब जस्तो क्लिप मात्रै 10 सेकेन्डको 5 सेकेन्डको क्लिप हाल्दैन चाहिँ त्यही चिजलाई अर्थको अनर्थ लगाइराखेको पनि धेरै देखिरहेका हुन्छौँ हामी एकदमै धेरै चित्त दुखाइ चाहिँ कुन चाहिँ कन्ट्रोभर्सीसँग छ तपाईँको चित्त दुखाइ त सबै कुरालाई हुन्छ नि त आफ्नो त जहिले पनि राम्रो होस् आँखा होस् सबैले राम्रो भनोस् किनकि आफूलाई चाहिँ कहिले पनि नराम्रो लाग्दैन नि त आफूले गल्ती गरे पनि मैले गरेको होइन जस्तो लाग्छ किनकि अरूले भन्दाखेरि चाहिँ मैले राम्रै गरेको जस्तो लाग्छ तर त्यो कहिलेकाहीँ नभएको कुरा आउँदाखेरि चाहिँ चित्त दुख्छ सबभन्दा बढी त गाली आउँदा त्यो कन्ट्रोभर्सी फेरि त्यो सबै ठाउँमा आउँदाखेरि केही लाग्दैन कि जब पर्सनल मेसेज आउँछ नि त फ्यामिलीलाई मेसेज आउँछ अनि आफ्नो पर्सनल इनबक्समा मेसेज आउँछ होइन त्यति बेला चाहिँ यस्तो रिस उठ्छ यो मान्छेले चाहिँ म अहिले मार्दिनु जस्तो लाग्छ फेरि होइन किन भनेपछि अब त्यो त्यहाँसम्म नजाऊँ भन्ने पनि हुन्छ छोडिदिनु म चाहिँ जुन कुरा पनि आएन म त्यत्तिकै
छोडिदिन्छु कि त्यो यस्तो के बोल्यो भने फेरि त्यो पढ्दै 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 जान्छ नि त अब हामीले त्यो बोल्न छोडिदियो भने चाहिँ त्यो केही समयको लागि मात्र हुन्छ त्यो लाइफ टाइमको लागि होइन लाइफ टाइम चाहिँ हामी कहिले रात दिन दाल भात मात्रै खाँदैनौँ त कहिले काहीँ रोटी खान्छौँ कहिले मोमो खान्छौँ कहिले चाउमिन खान्छौँ होइन त्यही भएर अब त्यो एकछिनको लागि त्यो कन्ट्रोभर्सी छ केही छिनपछि अर्को कन्ट्रोभर्सी आइहाल्छ उसले कभर गरिहाल्छ बोल्नुहुन्न उहाँको सम्झौता के थियो भइसक्यो जे जे हुनु थियो भइसक्यो अब यो कुरामा चाहिँ मैले बोल्नुहुन्न मैले अघि नै भनिसकेँ नि यदि कसैलाई चित्त दुख्छ भनेपछि उहाँहरूले एक्सन लिन सक्नुहुन्छ नि हरेक कुरामा उहाँले कसैलाई तपाईँले कुनै कुराहरू मन पर्दैन भनेपछि तपाईँले भन्न सक्नुहुन्छ नि त मलाई यो कुराहरू मन परेन भने त त्यही नै हो मन पऱ्यो भने मन पऱ्यो मन परेन भने मन परेन जस्तो उहाँ दाइले त दुईजना बडीगार्ड लिएर हिँड्नु भएको छ तपाईँलाई छोरी मान्छे तपाईँलाई बडीगार्ड चाहिने भने तपाईँको चाहिँ के छ सोच बडीगार्ड राख्नुहुन्छ म आफै नै बडीगार्ड हो आफ्नो लाइफको ओके कन्ट्रोभर्सीको कुराकानी आउँदै गर्दा फ्यामिलीबाट चाहिँ कस्तो खालको रेस्पोन्स आउँछ जस्तो अब अहिले त सबैको हात हातमा मोबाइल छ होइन सोसियल मिडिया सबैले चलाउनुहुन्छ अब कतिपय चिजहरू त आफैलाई सम्हाल्न नसकेर पनि त कुनै बेला मन बेसरी अब भकानो फुटिरहेको हुन्छ कसलाई भन्ने कुरा पनि हुन्छ त्यति बेला चाहिँ अब घर परिवार अनि त्यसपछि गाउँतिरको साथीहरूको चाहिँ कस्तो खालको रेस्पोन्स आउँछ तपाईँलाई अब गाउँतिरको त्यति धेरै कुराहरू गएर अब सुन्न त हुँदैन भ्याइँदैन होइन अब मेरो पर्सनल म फ्यामिलीको कुरा चाहिँ गरौँ होइन मेरो फ्यामिलीबाट चाहिँ अब जति कुरा आए पनि बिचरा यसको यस्तो भयो यसको यस्तो भयो भन्नुहुन्थ्यो अनि अहिले बुझ्न थालिसकेपछि कति कुराहरू चाहिँ फेक नै हुने रहेछ यो कुराहरू चाहिँ रियल नहुने रहेछ किनकि उहाँलाई थाहा छ त मेरो छोरी यस्तो गर्नै सक्दैन भन्ने उहाँलाई थाहा छ त्यही भएर कहिले पनि मेरो मम्मीले मेरो ड्याडीले चाहिँ तैँले यस्तो गरे हो भनेर सोध्नुहुन्न कि उहाँले चाहिँ बुझिहाल्नुहुन्छ कि किनकि यो कुराले उसलाई चित्त पनि दुख्छ फेरि हामीले त्यो भनिराख्यो भने अझै चित्त दुख्छ उसलाई त्यही भएर हामीले भन्नुहुन्न यसलाई बरु चाहिँ उसले आफैले बुझ्छ आफै सम्हाल्छ भन्ने भइसकेको छ